के भयो त हाम्रो बाइक हिँड्छ यसरी घरको लागि छतको पानी जाने एउटा यहाँ छ सिधा गएको छ पहिला गएको छौँ अनि यहाँ चाहिँ मोटर बस्छ यहाँनिर यसरी पाइप आयो हाम्रो यहाँनिरबाट गएको छ यसरी यो 6 इन्चीको पाइप हो हाम्रो यहाँ गएको छ यसरी यहाँबाट माथि गएको छ टोइलेटको यो पश्चिम दक्षिणतिर टोइलेटको उत्तरतिर बाथरुमको हाम्रो यहाँ च्याम्बर छ यी सिधै पराङ हाँस्नबाट सिधै पल्लो कोठामा दिन्छु हाम्रो त्यो कोठाको कारिगरी हाम्रो यहाँ च्याम्बर यो हाम्रो किचनको लागि गएको पानी पाइप हो यो माथि छतको पानी आउँछ यसबाट अनि यो हाम्रो किचनको पानी जाने यो 2.5 इन्चीको यसरी यहाँ आएर च्याम्बर यहाँबाट यसरी खसेर आयो यहाँको च्याम्बर यहाँबाट फेरि यसरी यहाँबाट यो छतको पानी यहाँबाट दक्षिणतिर फेरि अर्को च्याम्बर च्याम्बर यहाँबाट यसरी गयो यहाँबाट गयो उत्तरतिर बाथरुमको दक्षिणतिर टोइलेटको यसरी अर्को यहाँबाट सिधा गयो यो छतको पानी जाने हो टोइलेटको यसरी त्यहाँबाट आएर यहाँबाट रियालिटीबाट क्रस भएको छ हाम्रो त्यो बाथरुमको चाहिँ त्यहाँबाट यो सेफ्टी ट्याङ्की हो सेफ्टी ट्याङ्कीको भित्रभित्र गएर त्यहाँबाट यसरी सटेर यहाँबाट फनक्कै त्यसपछि यहाँ आएको छ यहाँनिर छ हामीले टोइलेटको त्यहाँनिर छोडेको छ बाथरुम यहाँ अनि यहीँदेखि यसरी यहाँबाट यहाँ गएको छ यो सिपिबिसीको त्यहाँ गएको छ त्यसरी गएको छ हाम्रो सिपिबिसीको यहाँ यसरी भएको छ यो ग्राउन्ड फ्लोरको यसरी हाम्रो टोइलेट बस्छ फेरि त्यसपछि हाम्रो यसरी पाइप उठ्या छ पछि यसमा गाह्रो लाग्छ टोइलेट बस्छ अघिको टोइलेट फोडिसकेर नयाँ बसाइसकेको छ यतातिर चाहिँ प्लास्टर पनि भइसकेको छ यो चाहिँ पानी जाने यता सिट बसाएर सकिसकेको छ नयाँ हालेको हो योदेखि यतातिरको साइडमा पनि सिट बसाइसकेको छ 2वटा सिट रहेको थियो यसलाई चाहिँ छोपिएको छ यो चाहिँ सावर तल्लो फ्लाइटबाट लगभग सकिएको छ धन्यवाद।